ओहो आशिष बाबु, तिमी पनि विदेश जान लागेछौ? काका, बल्ल बल्ल भिजा आयो मेरो आज। अब हप्ता दिनमै उड्ने हो। ए ल ल। अरूको देश बनाउनु निकै हतार छ है तँलाई। आफ्नै देश बनाउँछु भन्ने सोच कहिले आएन? अब यहाँ केही गर्नै गाह्रो छ, थाहा छ त तँलाई। त्यत्रो वर्ष आइटी पढेको पनि बेकार नै भयो। अब विदेश गएर भाग्य बनाउने हो। आज मसँग घुमेर हेर्न त, आइज। आफ्नै ठाउँमा लगानी गरेर सपनाको बाटो हिँड्न पनि त सकिँदो रहेछ। यो बाटोले सुनाउँदैछ गीत मलाई, सारङ्गीमा सपनाको धुन रेट्छ कि खोज्दैछ रे कतै मेरो जित मलाई, गन्तव्यले अब मलाई पो भेट्छ कि। हो घरको बाटो यो सुबास आफ्नै माटोको, रफ्तार लिने साटो यो, प्रोत्साहन गर्ने आटो यो। देशमै बसेर पूर्वाधार बनाउने युवाहरू पनि त रहेछन्। यो माटोले सिकाउँदैछ ताल मलाई, उदयको अवसर छ ढोकामै, बढ्दैछ जोस पाइला उचाल्नलाई, समुद्रको सुरुवात छ थोपामै। हो घरको बाटो यो बाजो छैन माटो यो। पुरानै काम पनि नयाँ तरिकाले गर्न सकिँदो रहेछ त। नेपालमा सम्भावना नभएकै त होइन नि। यो आकाशले सुनाउँदैछ धुन मलाई, इन्द्रेणीका रङहरूमा मिठा सफ्नै, पङ्ख मेरा उठ्छन् जुन छुनलाई, उडानको मजा जब आकाश आफ्नै। घर फर्किने बाटो यो बाजो छैन माटो यो, रफ्तार लिने साटो यो, नयाँ रफ्तारको पालो यो। तैँले त घरकै खाना डेलिभरी गरेर यस्तो राम्रो बिजनेस गरिरहेको रहेछस्, म त इम्प्रेस्ड भएँ यार। रफ्तार छ भने नेपालमा पनि गर्न सकिन्छ, बुझिस्? ल, गुड लक। ओहो आशिष बाबु, कहिले जाने भयो त विदेश?
विदेश त अब काका घुम्न जाने हो। ल गजब भयो। रफ्तार लिने सातो यो नयाँ रफ्तार